संसद विघटनमा सबै दलहरू हिजो समावेश भए, तर राष्ट्रपाका कोही पनि व्यक्तिहरू संसद विघटनमा त्यहाँनिर फेरि पुनर्गठन गर्नुपर्छ भन्नेमा राष्ट्रपाले भाग लिएन। त्यसपछि जिउँदो आशा नै मर्यो भनेर सामूहिक सञ्चारमा आयो। के राष्ट्रपा त्यहाँ नजानु ठिक हो या जेएनजीलाई राष्ट्रपाले साथ दियो भन्नु कसरी हेर्नुहुन्छ तपाईँले? एक नम्बरमा चाहिँ राष्ट्रपा भनेर हामीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो 84मा एक नम्बरमा बनाउँछु भनेर पहिला त बहस गरेर राखेको थियो नि त होइन। 84को चुनावमा लिएर जाने राष्ट्रपालाई, राष्ट्रपाभित्रको क्यान्डिडेटलाई छान्नुपर्छ होइन। र त्यो भित्र पनि अलिकति त्यस्तो घुर्नुहरू परेको छ, अलिकति त्यस्तो खालको विकृति छ भने त्यसलाई पनि क्लियर गरेर सबैजना एकचोटि त्यसैमा समायोजन गरेर अगाडि बढ्नुपर्छ र पुरानो दलहरूलाई त्यो एउटा दलले चाहिँ ठिक पार्नुपर्छ भन्ने हिसाबले त बहस चलाएर बसेका थियौँ हामी होइन। र पार्टीको क्रियाशील सदस्य नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ एक नम्बर बनाएर लानुपर्छ, सबै त्यो ठाउँमा आउनुपर्छ भन्ने त मेरो पनि भनाइ हो नि त होइन। किनभने त्यो बेलामा पनि हामी त यही बहस गरेर बस्थ्यौँ नि त होइन। हर्क सम्बाङ धरानबाट उठ्ने होइन, त्यहाँबाट पार्टी खोल्ने होइन, कुलमान दाइले पार्टी खोल्ने होइन, बालेनले छुट्टै छुट्टै भयो भने उनीहरूसँग चाहिँ एकीकृत भएर लडाइँ गऱ्यो भने हामी त फेरि भित्तामै जान्छौँ नि त। त्यस कारणले हामीले चाहिँ त्यो अनुसारको सहकार्य गरेर लान्छौँ भनेर त हामीले पनि उठाएको हो नि त। तर अहिले मैले जुन हिसाबले 2 वर्षदेखि यो अभियान उठाउँदै गर्दाखेरि त्यो अभियान त जेएनजीकै थियो नि त होइन। भ्रष्टाचार मुक्त नेपाल होइन, यिनीहरूको विकृति विसङ्गति यिनीहरूलाई चिर्नको लागि चाहिँ साँच्चीकै साथ दिनुहोस् आउनुहोस् भनेर कतिचोटि तपाईँहरूको मिडियाले त्यति धेरै खिचेको थियो। जब कुलमान दाइलाई 3 महिना पनि उहाँको अवधि नसके गरेर उहाँलाई चाहिँ लात्ताले हान्न निकाले हो नि त यिनीहरूले होइन। भने त्यो बेलामा पनि हामी धेरै पटक गएको हो क्या हो। त्यो कारणले गर्दाखेरि के हुन्छ भने यो सबैको केस किता राष्ट्रिय स्वतन्त्र पार्टी पनि बोकेकै थियो क्या। त्यस कारणले गर्दाखेरि अहिले उहाँ त्यहाँ गएर संसद चाहिँ फेरि पुनर्स्थापना हुनुपर्छ भनेर भाग लिनुभयो भने त उहाँहरू त भित्तामा पुगिहाल्यो नि भने उहाँहरूको पछि हामी लाग्ने हो र भने क्या होइन। त्यो त हाम्रो चाहना विपरीत हुन्छ क्या। त्यस कारणले उहाँहरू हामीलाई सोधेर गरे त होइन राष्ट्रपाले। तर राष्ट्रपा जो आफ्नो एजेन्डा छ नि त्यो एजेन्डाले चाहिँ तपाईँको यो जेएनजीको माग छ नि त्यसलाई बोकेर हिँडेको छ क्या उनीहरूले पहिलादेखि नै। त्यस कारणले जेएनजीको के अरे राष्ट्रपाको माग त जेएनजीले पनि उठायो हो नि त। भन्नु न राष्ट्रपाले भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री सबै कुरा छ क्या, सबै कुरा भन्नै पर्दैन। प्रदेशमा त उनीहरूले भागै लिएन, प्रदेश खारेज गर्नुपर्छ भनेर हिँडेका हुन्। यो सबै कुराको एजेन्डा राष्ट्रपाले बोकेर हिँड्ने क्या। त्यो राष्ट्रपाको एजेन्डा मन परेर म उहाँहरूको समर्थन गरेर हिँड्ने मान्छे त्यो चिज गरेर सारा जेएनजी पनि अब हेर्नु न भित्रको आन्द्र भुँडी सबै कुरा मिल्छ क्या। अनि फेरि तपाईँ यत्रो कुरालाई गहन विषयहरूलाई लिएर तपाईँ अगाडि बढ्नु भएको छ, अझै शेष 2 जिब्रे भयो भन्छ नि। यस्तो छ क्या, यसैले त देश बिग्रेको छ क्या। अब मैले 2 जिब्रे होइन, म त कुलमानमा नि ठिक्क रयोमा नि ठिक्क बालेनमा नि ठिक्क हुनु 2 जिब्रे हुनुभयो, 2 जिब्रे हुनुभयो तपाईले। ठिक छ क्या, म जम्मा 2 जिब्रे मात्रै हुन पाएको छु क्या अहिले होइन। अब मलाई त अहिले यहाँ जम्मा 5वटा जिब्रो मात्रै भेटेको छ है। एउटा बालेन, हर्क सम्पाङ, गोपी हमाल, कुलमान घिसिङ, रवि लामिछाने, सन्दीप रोहित, त्यसपछि महावीर 7वटा जिब्रो भयो। अब कतिवटा जिब्रो हुनुपर्ने छ भने 77वटा जिब्रो हुनुपर्ने छ क्या होइन। भनेको भनेपछि त वडा तह पालिका तह सबै यो जिब्रो हो क्या। त्यस कारणले यहाँ चाहिँ के प्रविधि भयो भने हिजो मैले हर्क सम्पाङको बारे धेरै इन्टरभ्यू दिन्थेँ नि त होइन। इन्टरभ्यू दिइसकेपछि उहाँको फ्यान फलोइङ कस्तो पनि मसित आउनुभयो क्या, छोप्नु भयो, मलाई फलो गर्नुभयो क्या। फेरि हर्क सम्पाङको मा त तपाईँले न्यु स्टारमा पहिलोचोटि बोल्नु भएको हो। हर्क सम्पाङको विषयमा त्यही पनि मैले दाइ बोल्नु पर्छ मैले पहिले बोलेको थिएन है। 100% यो शब्द दिनुभयो तपाईँले। पहिले पनि म बोलेको थिएँ, म धेरै अध्ययन गरेपछि मात्र बोल्ने गर्छु होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको त पोहोर कार्तिकबाट बोलेको मान्छे हो होइन। एकल मैले वैशाख कार्तिकबाटै बोलेको 2 वर्ष चाहिँ भए, तर म बालेनको लागि मात्रै बोल्थेँ क्या। मैले त म पनि यताउता सबैको बोल्दैन थिएँ, तर सबै अध्ययन गरिसकेपछि मैले तपाईँसँग पहिलो इन्टरभ्यू त्यो भिरगुडी मण्डपको रुखको फेदमुनि होइन 30 रुपियाँ हामीले टिकट पनि काटेर गएको थियो त्यो बेलामा होइन। बुलेटिन खबर सहित तपाईँहरू हामी सबै गरेर त्यहाँ फर्स्ट इन्टरभ्यू त्यो एकदम भाइरल भयो क्या होइन। सबैले पेजमा काटेर हाल्ने, आफ्नो टिकटकमा काटेर हाल्ने। त्यसपछि फलोवर्स त्यहाँ पनि हुँदै गर्दाखेरि अब ठिकै छ यो बेला पनि बोलिरहनु पर्ने रहेछ भन्ने लाग्यो नि त। बोल्दैछु होइन, कति बोलिरहेको छु नि त मैले होइन। अब त्यत्रो रोइला भयो, त्यहाँ चाहिँ डोजर काण्ड भयो, त्यहाँनिर चाहिँ हरेक भयो नि त्यो बेला पनि मैले बोलेँ। तर एउटा कुरा चाहिँ के हो भने म उहाँको सदस्य पनि होइन, उहाँको कार्यकर्ता पनि होइन। एउटा अभियन्ताले उठाउनु पर्ने कुरामा चाहिँ के हुन्छ भने उहाँहरूले काम गर्दाखेरि त्यसको जस्टिफाई चाहिँ हामीले गराउनुपर्छ क्या। त्यस कारणले मैले बोले हो होइन। तर मैले सधैँ बोल्नुपर्ने कुरा पनि त छैन नि होइन। अब बिचबिचमा त अनेक खालको कुरा आयो नि त। यही त छ ममा, मैले के हो भने सत्य र तथ्यलाई अगाडि ल्याउने कुरा हो क्या। अब त्यो 2 जिब्रे 5 जिब्रे 7 जिब्रे त्यो उहाँहरूलाई छुट्याइदिउँ क्या। उहाँहरूले आफ्नो नेतालाई
पकेटमा राख्ने कि भित्तामा पुर्याउने कहिले पनि नेता नराम्रो हुँदैन क्या नेतालाई चलाउने मान्छे छ नि त्यो चाहिँ उहाँहरूको कोर टिमले बनाइदिने हो क्या त्यस कारणले गर्दाखेरि पनि अब नेताजीहरूले सुन्नु पर्यो अब किन हर्क सम्पाङलाई त बोलेको छैन नि त होइन अझै यस्तो अझै उस्तो अहिले उहाँले बोल्नै भएको छैन नि त भनेपछि मैले हर्क सम्पाङलाई समाउने कि उहाँको त्यो कार्यकर्ताले मेरो लागि के भन्दै भनेर हिँड्ने हो त समर्थकले क्या अब म कसरी थाहा पाउँछु भन्ने नि त्यहाँ मलाई श्रेष्ठले भन्दैन क्या अनि छेत्री बाहुनले पनि भन्दैन क्या चामलिङ गुरुङ राई मगर त्यस्तो खालकोबाट कमेन्ट आएको हुन्छ म ट्याक्क पत्ता पाउँछु ए उहाँहरूकै समर्थकले मलाई यसो भनेको यसो भन्दाखेरि किनभने तपाईँहरूले भन्दा पनि म चाहिँ मेरो आफ्नो किता चाहिँ नछोडिने हो होइन किनभने मैले हर्क सम्पाङलाई कहाँबाट हटाएको छु त हर्क सम्पाङ कुलमान बालेन रवि लामेछाने होइन अब लगायतका सम्पूर्ण पात्र होइन अझ छुटेको पात्रहरू सबै एकै ठाउँमा आएर देशलाई चाहिँ अग्रामीतर्फ लानुपर्छ भनेर हिँड्ने मान्छे म क्या भनेको अर्थ के हो भने अब तपाईँलाई मैले बोकेको मान्छेले मेरै घाँटी यहाँ छ भने त मैले त फाल्नुपर्ने होला नि त पर्छ कि पर्दैन भन्नु नि त मैले सहारा मैले उहाँलाई लाने हो पुल म बन्ने हो मलाई टेकेर जानु होइन तर त्यहाँ मलाई चाहिँ भ्लाट खसालेर ऊ चाहिँ पारिजान्छ भने त म त खस्न चाहन्न नि त त्यो कुरा चाहिँ जनताले विश्लेषण गर्ने कुरा हो होइन नभए चाहिँ हामीले सबैलाई समेटेर अगाडि बढौँ भन्ने नै हाम्रो कुरा हो नि त हजुर जस्तै अहिलेको संसद यो पुनर्गठन गर्नुपर्छ यसलाई चाहिँ विघटन त अब ओलीले पनि दुईचोटि गरेका हुन् अब फेरि बिउदिनु पर्छ भनेर लागि परेका छन् यो के हो संसद विघटन गर्यो भन्दा जेनजीको माग त तुइने अवस्थामा छ अब रवि लामेछाने त त्यहाँनिर भागेका छैन जेनजीलाई साथ दिइरहेका छन् तर जेनजीले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई चिन्न सकेन भन्छ नि अझै सर के हो खास चिन्न सक्छ त्यो अब कस्तो जेनजीले भने नि त हामीले रवि लामेछानेले निकाल्ने हाम्रो माग होइन हामीले पनि यहाँ तपाईँको मिडिया मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले किन जुर्कै बोक्ने कुरा हुँदैन नि होइन राम्रो कुरा त बोल्नु त्यो त्यही राम्रो कुरा गर्ने बेलामा त राष्ट्रिय स्वतन्त्र पार्टीको नाम आयो त नभए एमालेको आउँथ्यो होला कङ्ग्रेसको आउँथ्यो होला माओवादीको आउँथ्यो होला नि त्योभन्दा छुट्टै किता जेनजीको माग पुरा गर्न सक्ने र साँच्चीकै अब वैशाखको फागुनको 21 गते चुनाव भयो भने चाहिँ त्यो चुनावमा यसरी समेटेर एउटै पार्टीबाट जाने भन्ने कुरा हुन्छ नि त त्यो रोजेको त त्यही हो नि त चुनाव त हुने सम्भावना छैन नि अब त चुनाव त के हुने एमाले त भागेन नि भने जो ओली सरकारले भनिसक्नु भएको छ अब राष्ट्रपाका सभापति रवि लामेछानेले त जेलभित्रबाट नै गाउँ जानुस् गाउँमा गएर मान्छेलाई सम्झाउनुस् सङ्गठन बनाउनुस् होइन मान्छेलाई सम्झाउनुस् भनेर ठाउँमा आफ्ना कार्यकर्ताहरू राष्ट्रपाका हेर्नुहोस् त सबै कार्यकर्ताहरू मन्त्रीहरू महामन्त्रीहरूदेखि लिएर हरेक व्यक्तिहरू गाउँहरूमा जान थालिसकेका छन् सम्झाउन थालिसकेका छन् जनताको माझ पुग्न सकेका छन् अरू किन पुग्न सकेनन् यो अवस्थामा अब मेन कुरा त अलिक गाह्रो छ उहाँहरूलाई होइन डर छ एकदम धेरै डर छ गाह्रो छ किनभने त्यो सबै भण्डाफोर भइदियो नि त एकैचोटि ब्रास खरानी बनाइदियो नि त होइन अब त्यो रगतमा टेकेर होइन त्यो होइन अस्तिको त्यो घटनाहरू सम्झिँदाखेरि क्या फेरि मलाई भोट दिनुहोस् न त फेरि मलाई बनाइदिनु भनेर कुन मुखले जानु होला होइन साँच्चीकै हिजो बाबुआमालाई हाम्रो बाबुआमालाई थाहा थिएन नि त हिजो हाम्रो बाबुआमाले के भन्थ्यो भोट केमा हाल्ने भन्दाखेरि चाहिँ हामी त केपी ओलीलाई हाल्ने भन्थ्यो कि केमा हाल्ने भने सूर्य चिन्हमा हाल्ने किन हाल्ने भन्दाखेरि उनले भत्ता दिन्छ त्यो भत्ताको लागि हाल्ने भने एउटा गीत मनमोहनको पालोमा गाएको जुन मनमोहनले भत्ता छुट्याएको त्यही गीत गाएर अहिलेसम्म खाइरहेको छ होइन त मनमोहनको नाम बेच्यो बिपीको नाम बेच्यो होइन सबै त खोल ओढेर आयो नि त आखिर जनताले भनेको कुरा कहाँ चाहिँ काम पुग्यो क्या त्यस कारणले अस्ति मेरो बाबाआमालाई मलाई भन्न एकदम मजा आयो क्या ल हेर्नुहोस् हाम्रा छोराछोरी धन्न मरेन त्यो गोली छलेर आएको त्यहाँ नभए यिनले हाम्रो छोराछोरी पनि मार्न चाहिँ अगाडि बढ्ने रहेछ कसले तपाईँले भोट हालेको मान्छेले कस्तो राक्षस मान्छेहरूलाई तपाईँले भोट हालेर पठाउनु भएको छ हाम्रो बाबाआमाको अब चेत खोलेन अनि घुसपेट भयो भनिरहेको छ नि त हेर्नुहोस् त हिजो त के भन्नुभयो नि ओली सरकारले के भन्यो भने यो अहिले जेनजीमा आएका त 1 लाखजना मान्छे आए 3 करोड मात्र मान्छे 3 करोड छन् नेपालको जनता 1 लाख मात्रै उत्रेका हुन् यिनीहरूले के गर्न सक्छन् भनेर दम्ब देखाउनु भयो त भयो नि त अब उहाँले 10,000 उतार्छु भन्दा 200 उत्रिने उहाँको 10,000 उत्रेको हुने अनि उहाँले म 50,000 मान्छे उत्रिन्छु भन्दाखेरि 500 जना हुने होइन उनीहरूले चाहिँ जे बोल्दै पनि पाउने होइन र हिजो खाकै नखाएको मान्छेलाई लगेर 4-5 वटा मुद्दा लगाएर राखेको छ त्यहाँ रवि लामेछाने कुरा गरेँ मैले है तपाईँको यस्तो खालको हालेर छ उहाँलाई यसो अहिले मैले पछि आएर अध्ययन गरेँ कि उहाँ निर्दोष पनि छ सबै कुरा छ तर त्यो बाटो खोल्दा आउनलाई उहाँलाई त्यो 2-3 वर्ष अल्झिने गरी हाल्दो रहेछ क्या खास किन यो अझौलो खोजिएको यो किनभने अब उहाँहरूको सबै आज हेर्नुहोस्
81 मा झ्याप्पै मिल्न कसले बनाइदियो? त्यही रवि लामिछानेले होइन। त्यो रवि लामिछाने साँच्चै गृहमन्त्री नभइदिया भए आज यिनीहरू त सिनियर भएर बस्या होइन। काङ्ग्रेस मसँग आइज, त एमाले मसँग आइज, म तसँग झुक्न आउँदैन भनेर बस्या होइन यिनीहरू। यिनीहरू पनि प्रधानमन्त्री किस्तीको प्रधानमन्त्री हो, यिनीहरू पनि त कुकुर बिरालै थियो नि। एजेन्डाले त कहाँ मिल्छ यिनीहरू? एउटा चाहिँ मार्क्सवाद लिएर एउटा डेमोक्रेसी कसरी मिल्छ यिनीहरू? तर यहाँ मिलाउनु पर्यो। जब रवि लामिछाने गएर यिनीहरूको सबै कुराको भण्डाफाड गरिदियो, जब 25 वटा फाइल खोल्यो, त्यो 25 वटा फाइल खोल्यो न शेरबहादुरको टिम रहन्थ्यो, न चाहिँ यतापट्टि माओवादीको टिम रहन्थ्यो भित्रपट्टिको, न यतापट्टि एमालेको रहन्थ्यो के। 60% भित्र पर्थ्यो। 60% परिसकेपछि यिनीहरू त नाङ्गो हुँदैन थियो त। त्यो त प्रक्रियाबाट हुन्थ्यो नि, फेरि प्रक्रियाबाट हुन्थ्यो नि त, कानुनी हिसाबले हुन्थ्यो नि त। त्यो त फेरि कसैले नाइ भन्नु पाउँदैन थियो। भनेपछि सबैभन्दा घाँडो, सबैभन्दा आँखाको कसिङ्गर को भयो भने रवि लामिछाने। संसारमा मेरो दुश्मन छ भने को हो भन्दा रवि लामिछाने। त्यो भन्दा कोही दुश्मन हुनै सक्दैन तिनीहरूको लागि भन्दाखेरि रवि लामिछानेको प्लानिङमा क्या, यिनीहरूको प्लानिङमा क्या। यो मान्छे निकाल्यो भने भाइ सक्यो। अब खाएको तैँले पनि छ, मैले पनि छ, सबै मिलेर खाएकै हो। अब यहाँ फाइल खोल्यो भने तेरो पनि फोटो निस्किन्छ, मेरो पनि, उसको सबैको फोटो निस्किन्छ भनिसकेपछि अब यो मान्छेलाई कसरी साइड लाउने त? यो मान्छेलाई कसरी थन्क्याउने भन्दा एउटै थन्क्याउने उपाय भनेको त्यही सहकारी केसको मुद्दा लगाइदियो होइन त। त्यो सहकारी संस्थामा उहाँ प्रत्यक्ष आबद्धै नभएको मान्छेलाई र तर अथवा विभिन्न खालको चाहिँ जोडेर त्यो खालको मुद्दा लगाइदियो, जसले रवि लामिछाने 3-4 वर्ष थन्क्याउने गरी यिनीहरूले हालिसकेपछि यिनीहरूले सबै पैसा लुकाउनु भयो नि, थाहा छ तपाईँलाई? त्यसपछि यिनीहरूले हदम्याद भन्ने ल्याएको थियो के, हदम्याद विधान क्या। 5 वर्षपछि कुनै केसै नलाग्ने रे क्या। खाएको केस 5 वर्षपछि नलाग्ने। कसको लागि ल्याएको भन्नु त? त्यो उनीहरूको आफ्नो लागि ल्याएको होइन त्यो। 5 वर्ष त्यत्रो 35 वर्षदेखि खाएर ढारेर बसेको छ, अनि 5 वर्षपछि राखिदिएपछि नलाग्ने रे क्या। हामी मान्छौँ, हामी तिमीहरूको झोले हो। हिजो कसरी चाहिँ अन्धभक्त बनाएर तिमीहरूले देश डुबाएको थियो नि, अब त 62-63 या 50-55 पछिको त सबै एजुकेटेड हो। यहाँ त सबै तिमीहरूको नारी छाम्या छौ होइन। यहाँ त रवि लामिछाने पनि एउटा देखेको त, पर्दा पछाडिको रवि लामिछाने त हजारौँ छ त यहाँ त अहिले। पर्दा पछाडिको बालेन हजारौँ छ त। त्यस कारणले हामीले कस्तो खालको आन्दोलन त्यो बेलामा उठाएको हेर्नुहोस् है, मैले उठाएको आन्दोलन जति सबै जेएनजीको छ क्या, छैन त ल भन्नु न। त्यत्रो 5 वर्ष हदम्यारेज खारिज गरेछ भने जे पनि हुनसक्छ यहाँ, जस्तो पनि हामी गर्न सक्छौँ भनेर हामी माइती गरमण्डलमा त्यो बेलामा पुगेको किन? तपाईँहरूको क्यामेरा त्यत्रो पोखरामा पुगेको होइन। हामीले भनेको यिनीहरूको हदम्याद खारेज त होइन कि, हड्डीलाई शुद्ध ल्याएर कारवाही गर्नुपर्छ क्या। छैन यो कुरा पनि म तपाईँलाई क्लियर गरौँ। अहिलेको गृहमन्त्री हेर्दा हँसिलो छ, केही मुसा पनि नपार्दा जस्तो छ, त्यही मान्छेले सक्ने हो कि फेरि। किनभने यहाँ बोल्नेको नपत्याउँदो खोलाले बोल्ने हो। तपाईँ यति कुरा ध्यानमा राख्नुहोस्, यो अझैले हो भन्यो भन्ला, यो कैद गर्नुहोस्। मैले भनेको आकाशै फाट्नुपर्छ भन्ने भन्दिनँ, तर 60% मान्छे भित्र पार्नुपर्छ। 60% क्या सम्भव गराउनुपर्छ होइन, तपाईँले सम्भव गराउनुपर्छ क्या। मैले भनेको चाहिँ अब हालिमुली त तपाईँले भने जस्तै ठुल्ठुला नेताका अहिले जुन संसदबाट बाहिर भए पनि, जुन विघटन भए पनि नेताहरू एमाले काङ्ग्रेसका भए पनि तिनीहरूका कार्यकर्ता, तिनीहरूका वरपरका आसेपासेहरू त अझै मन्त्रालयमा छन्, अझै ठाउँ ठाउँमा त छन्, सिआइबीमा छन् भनिरहेका छन् त। फेरि कसरी गर्न सकिन्छ? आदेश त किबाट आउने हो? एउटा प्रश्न सोधौँ क्या, ल भन्नुहोस् त। चेन्ज चाहिँ के भयो त अहिले? केही जम्मा काराकुरुक पारेर त्यो संसद भवन बस्ने जति चेन्ज भयो होइन त? त्यति हो, तिनीहरूको जागिर आएको त हो नि। वडामा त्यही छ, प्रदेशमा त्यही छ, पुलिस प्रशासनमा त्यही छ, कर्मचारी तन्त्रमा त्यही छ। कहाँ चेन्ज भएको छ त? छैन नि। यहाँ त सर्पले काँसुली मात्रै फेरि हो क्या। सर्पको बिष, सर्प खुद स्वयं आफैसँग छ क्या हो। यसलाई चाहिँ के गर्छ भन्दा यो सबैलाई चेन्ज चाहिँ 6 महिनापछि गर्ने हो क्या। त्यही भएर त म दीर्घकालीन रूपमा अहिले तपाईँहरूसँग छु त, नभए त म पनि यतिखेर मन्त्रीमण्डलको चाहिँ उसमा जान्थेँ होला नि त। म चाहिँ सिङ्गुम लिनुपर्ने हो, मलाई चाहिँ पुच्छर आउनु पर्ने हो र त्यहाँ मन्त्री हुनुलाई। तिनीहरूभन्दा क्याबिनेट त मै छु नि, म एउटा मन्त्रालय सम्हाल्न सक्ने व्यक्ति त हो नि त। तर त्यो लाइनमा किनभने अहिलेको मन्त्री पक्षले चाहिँ व्यवस्थापन मात्रै गराउने हो क्या। त्यो सबैलाई व्यवस्थापन गराएर 6 महिनापछि चुनाव गराउने भन्ने कुरा हो क्या। हो 6 महिनापछिको चुनावको रिजल्टले चाहिँ ठ्याक्कै यो सबै भित्रको आन्द्राभुँडी चेन्ज गर्न सकिन्छ क्या भनेको अर्थ। त्यस कारणले गर्दा त्यसको लागि के चाहिने त भन्दा त्यसको लागि पनि 2/3 चाहिने होला नि त। संविधान संशोधन गर्नुपर्ने होला है। यही प्रक्रियामा टेकेर गयो भने चाहिँ
यो प्रक्रियालाई टेकै नै होइन अन्तरिम सरकार हामी मान्दैनौँ, अर्को अन्तरिम सरकार घोषणा गर्नुपर्छ भने चाहिँ छुट्टै किता हो, त्यसैले फालिदिन्छ सबै। यो गल्ती त हामीसँग पहिला नै भइसकेको छ, किनभने बालेनले झ्याम्मै जिम्मा लिएको भएदेखि बालेनले जिम्मा लिएपछि बालेनले शर्त राख्नु मिल्थ्यो कि त्यहाँ म बस्दिनँ, यहाँ बालेनले शर्त राख्नु मिल्थ्यो नि त। किन बस्नु न तपाईँलाई, मलाई राष्ट्रपतिले राजीनामा दिनु पर्यो, यो संविधान पुरै खारेज गर्नु पर्यो, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्नु पर्यो, यो 4 माग पुरा भयो भने मात्र म प्रधानमन्त्री हुन्छु भनेर बालेनले एक्सन लिएको भए ठ्याक्कै हुन्थ्यो क्या। त्यो बेलामा त मान्छेलाई ज्यान बचाउनु पर्थ्यो, रियालिटीमा सबैको खरानी भइसकेको थियो, थर बाँचे पुग्छ भन्ने भएको थियो नि त त्यो बेला। त्यो जहिले पनि तपाईँलाई मैले कतिचोटि भनौँ यार, फलाम तातेको बेला मात्रै साइज आउँछ के, अहिले त त्यो फलामलाई मुङ्ग्रोले हानेर हुन्छ कि केहीले हानेर सोझ्याउने क्रम त गरे हो अहिले। अब त फेरि जुर्मुराउन थालिसक्यो भने त खरानीको टिका लगाएर आइसक्यो, हामी टक्टाका आइसक्यो। जुर्मुराउँदैन यार, तपाईँको सर्पलाई आदि छुट्यो भने के हुन्छ त्यो? अजगल्टो होइन भने के सक्नुपर्ने होइन भने क्या हो कि ल तपाईँ आफै भन्नु न। मान्छेले सर्पको बिचमा ट्वाक्क काट्यो भने त च्वाट छुटेर आएर टुपीमा हान्छ अरे मान्छे मार्छ अरे भनेर सबै गर्छ, त्यो टाउको पनि नआओस् भनेर। यहाँ त छ नि ठ्याङ हाने छोडिदियो क्या, ऊ त बौलाएर हिँडिसक्यो त, उसले त आफ्नो त जो पनि हो नि यार, जो खरानी फेरि पार पाउँदैन, हेर्नुहोस् पार पाउँदैन। आज तपाईँलाई म एउटा कुरा भन्छु, आज तपाईँले पकेट खर्च कति लिएर आएको छ? 700-800 लिएर होला, यतिले म खर्च चलाउँछु भनेर। त्यो 700 पैसा तपाईँको हरायो या लुट्यो क्या, तपाईँ नाङ्गो भयो त, तपाईँको ब्याङ्क ब्यालेन्स त लुटेको होइन, तपाईँको घरको पैसा पनि लुटेको होइन, सम्पत्ति अहिले अस्ति घर जलाएको मान्छेको सबै सक्यो त, केही पनि भएको होइन। त्यो खोल रङ लगाइदिए भइगयो, भित्र सबै भइगयो, सबै भइ त हाल्यो। त्यो घरमा भएको अलिकति पैसा गयो होला, अलिक धेरै बोरामा राखेको पैसा त्यो चल्यो होइन। तर यिनीहरूको कहाँ छ गोदाम भनेको त? गोदाम त यिनीहरूको त स्विच ब्याङ्कमा छ। म अजय श्रेष्ठ ढाँट्छ, म त इलेक्ट्रोनिक्समा त त्यत्रो विज्ञ मान्छे, म मोबाइल बनाएर बसेको मान्छे होइन, म त मिस्त्री मान्छे हो नि त, भइगयो नि त। त्यसो भए ल म एउटा आरोप तपाईँलाई लगाइदिन्छु नि त, उहाँहरू घर पनि सबैले एआईले चलाएको, सबै एआई नै हो क्या उहाँहरूको पनि, भिडियो मात्रै आएको, त्यो घर चलेको रहेछ रहन्छ गएर हेर्नु नि त। त्यसो भए एआईले गरेको भन्छ नि, त्यत्रो बोरा पैसा नेपाली रु चाहिँ कहाँको विदेशमा गएर कसरी गयो, किन गयो, त्यो किन चाह्यो त्यो विदेशीलाई त्यो नेपाली पैसा त्यत्रो चाहिने नचाहिने फन्डामेन्ट आफू बद्नलाई चाहिँ अर्कालाई दोषी देखाउनु यस्ता सस्ता म त चान्सै छैन क्या। त्यही भएर टिओबीको त्यो घटना पनि सत्य तथ्य हुनुपर्छ। टिओबीलाई सिधै हो रहेछ भने छ नि, उसलाई चाहिँ देशद्रोहीको आरोप कति वर्ष सजाय हो त्यो तुरुन्तै गर्नुपर्छ क्या, होइन भने अभावहरू भएन क्या। सत्य तथ्य छानबिन गरेर निकाल्नुपर्छ, किनभने यहाँ यसो मैले विचार गरेको त्यो अस्तिको त्यो हाम्रो 21 जना भाइ बहिनी 74 जना मरेको, अब लास्टमा टिओबीले हो भन्ने बनाइदिइसक्यो यहाँ, अनि मान्छे अरू चाहिँ भाले भएर हिँड्ने क्या। त्यसपछि हेर्नु त, अब मलाई मार्न आउँदैछ भनेपछि त मैले तपाईँलाई देखाइदिनु हो नि त, मैले होइन ऊ भन्ने के। यिनीहरूको खेलै त यो पहिलादेखि यस्तै छ। अनि हामी जनता कस्तो भेडा बाख्रा भने फेरि जता त्यस्तो भयो, स्यालको हुइयाँ गुटुटुटु उतैतिर कुद्ने के। अब हेर्नुहोस् है, यो 4-5 दिन यसले कुदाएको छ हामीलाई, अनि 4-5 दिनपछि फेरि के एउटा भुइँ आउँछ, त्यसपछि हामी त्यतातिर कुद्ने, त्यो हिजो कुरालाई बिर्सिने क्या। अब बिस्तारै जेनजीको डेट पनि बिर्सिनु सक्छ यिनीहरूले। त्यो कारण यसरी बिग्रियो। अनि उनीहरूलाई चाहिँ हिसाब हाम्रो नारी छामेर बसेको छ, नेपाली जनता भेडा बाख्रा हो, यसलाई एउटा फन्डामेन्ट दिइसकेपछि यतातिर कुद्छ, फेरि राज्य त हामीले नै कब्जा गर्छ। अब बुझ्नु पर्दैन यार मान्छेले। फेरि अहिले हेर्नु न, ओली सरकारले आरोप फेरि अहिले राजसभालाई दिइरहेको अवस्था छ। हेर्नुहोस् त, राजसभाले जलायो, महेशवतीले राजसभाले गर्यो, राजसभाले जेल तोड्यो, राजसभा रवि भाग्नेलाई राजसभाले गर्यो, जेनजीलाई राजसभाले गर्यो, बालेनले गर्यो। छोडिदिनु नि त, आखिर सबैको आज पानीको पाइप चाहिँ कसले काट्दिया त? त्यही राजसभाले होला नि त। 25 वटा फाइल जब निस्कियो त्यसपछि यो ताण्डव निस्कियो होइन त? यो ताण्डव त्यही भएर अनि जेनजीले त्यहीबाट आएको हो। जेनजीले अर्का लाउनु ल। तपाईँ जतिसुकै जनताले हेर्नुहोस्, रवि लामिछानेले जसरी गृहमन्त्रीको पद ग्रहण गरेको थियो नि, त्योदेखि सबैको मनभित्र भुइँचालो चाहिँ गइसकेको थियो क्या। तर के लागेको थियो भने रवि लामिछानेलाई पनि यसो अघिल्लो गृहमन्त्रीलाई के टक्राएको थियो, त्यतै कुरा हामी टक्राइदिन्छु, रवि लामिछानेले मिलाइहाल्छु नि भन्ने यिनीहरूको भानमा बनाएको थियो। रवि लामिछाने जनताको मुद्दा लिएर गयो त्यहाँ। अब रवि लामिछाने पनि फेरि पैसाले कमी भएको भए त ऊ अमेरिकामै बस्दै भइहाल्यो नि। पैसै कमाउनु भने त उसले अमेरिकामा बसेर कमाउँथ्यो नि त। अनि त्यत्रो गरिसकेको मान्छेले उसलाई पैसाको लोभ लालच भएन। जनताको पीडा, जनताको दुःख, जनताले सिटामोल नखाएको त्यो उसलाई त भग पोलेको छ नि त। हो त्यो भग पोलेको छ, त्यही पोलेको कुरा त त्यो ढुकुटी गरेर छामिदियो त्यहाँ।
फलानाको नारी छाम्दाखेरि त यार जनताले खाने सिटामोलको पैसा शुद्ध ल्याएर यिनीहरूले ढुकुटीमा गाडेको रहेछ भनेपछि यिनीहरू कतिसम्मको अपराधी र पापी मान्छे रहेछ त यार। यस्तो चिजमा जनताको भावनामाथि म खेल्ने होइन कि म साँच्चीकै यिनीहरूको ढुकुटीको म चाबी लिएर यिनीहरूलाई यसरी चाहिँ मुद्दा हालेर 25वटा मुद्दा लगभग नारायण काजी श्रेष्ठ छुट्याउँदिनँ म, उहाँहरूको पनि सहकार्य छ होइन। ल उहाँले फेरि पछिल्लोचोटि ल्याएर काम गरेर देखाएको के नारायण काजी श्रेष्ठ अहिले नाम लिनुपर्छ, उहाँ जनमोर्चाबाट आउनु भएको थियो नि त होइन, दम भएकै मान्छे हो, गरेकै हो, मैले समाएको पनि म नारायण काजीलाई एकदमै मान्छु क्या। तर नारायण काजी ओरिजिनल माओवादीबाट आएको त होइन नि। अनि माओवादीले के भन्छ भनेदेखि हाम्रो पार्टीबाट गरेर हामीले गरेर भनेर मलाई विभिन्न तल कमेन्ट गर्छ क्या। तिम्रै पार्टीको मान्छे कतिचोटि गृहमन्त्री भयो, त्यसले चाहिँ किन गरेर किन नारायण काजी ल्याउनु पर्थ्यो? उनीहरू त त्यही बसेर भाग बन्द लुटे नि त, उनीहरूले पनि लुसे नि त। गृहमन्त्री मसँग राम्रो काम गरेर रवि नारायण काजीले गरे भने आउँछ नि त अझै सर फेरि। दम भएको यी दुईजना व्यक्ति रहेछ नि त। कस्तो दम भएको व्यक्ति भनेर नारायण काजी र रवि लामिछाने त रहेछ नि त पछिल्लो समयमा हेर्नुहोस् त। 100% दम भएको। अब यो कुरालाई हामी अलिक ट्याक्क यही नै हो होइन। त्यस कारणले गर्दाखेरि पनि दम भएको मान्छे र प्रक्रियागत क्या, जस्तो अहिले पछिल्लो चोटिमा आएर चाहिँ जहिले पनि समाउन चाहिँ सजिलो के हिले माछै हो भन्ने भयो नि त। अस्ति एउटाले हामीले पनि हालिदिएको थियौँ स्टाटस होइन, अब आज बडेमाको ठुलो माछा समात्यो भनेको थियो नि। अलि अध्ययन गर्दाखेरि त त्यो हिले माछा क्या, नखाँदा स्वाद छ न त्यो भाग छ क्या। अनि त्यही समाउँछ, त्यही सजिलो भएर देखाइदिन्छ जनतालाई होइन। ठिक छ, सुनको प्रकरणमा भएको उहाँभित्र जाँदाखेरि पनि सुनकै कारोबार गर्छ, उहाँलाई हाल्नुपर्छ क्या, समाउनु सजिलो छ, ठिकै छ त्यो पनि। अब कृष्णबहादुर महरालाई समातेर हामी चुप लागेर बस्छौँ त? बस्दैनौँ नि। त्यस्ता कृष्णबहादुर महरा त त्यहाँ त 5000 जना छ, तिनलाई समाउनु पर्छ त्यहाँ त होइन। अनि हामी पनि त्यस्तो खालको अराजक होइन नि त। हामी भनेको एउटा अध्ययन गरेर आएको मान्छे, हामीले 35 वर्षसम्म लुटेर खोक्रो बनाएको मान्छेलाई त प्रक्रियागत होला नि त समाउनलाई। यहाँ केरा चोरेको मान्छे समाउने हो, कुखुरा चोरेको मान्छे समाउने हो, आज समाउने भरे छोड्ने हो त होइन नि त। रवि लामिछानेले एउटा समाउँदा त यिनीहरूले 4 वर्षभित्र हाल्नु सक्दो रहेछ होइन। अब रवि लामिछाने जस्तै यिनीहरूले समाउँदा यिनीहरूले पनि 10 वर्षभित्र हाल्नु पर्यो नि त। पर्छ कि पर्दैन? अनि कानुनको विधाहरू होला, यिनीहरूले गरेका गल्तीहरू होला, अध्ययन गर्नु पर्यो होला, छान्नु पर्ने होला। गृहमन्त्रीले के भनेको थियो थाहा छ? 18 घण्टा म काम गर्छु भन्छ क्या। अनि 18 घण्टा उसले अब गएको गृहमन्त्री मुखले पड्काउने गृहमन्त्री गएको र त्यो त जेएनजीको रगतमाथि टिकेर गएको प्रधानमन्त्री हो क्या। नगरी सुखले तपाईँको मिडियामा क्लिप काटेर हुन्छ कि यो भ्युअर्सको लागि तपाईँले डलर मात्र झार्ने होइन, मलाई थाहा छ होइन। तर यो जनता समक्ष तपाईँले क्लिप काटेर हुन्छ कि रिल काटेर हुन्छ कि पेजमा हुन्छ कि पुर्याइदिनुहोस्। यो संसार हेरेपछि उहाँहरू अलिकति भेन्टिलेटर मुक्त पनि हुन्छ। मैले भन्नु खोजेको चाहिँ के हो भने जस्तो तपाईँको चाहिँ गृहमन्त्रीको कुरामा संयन्त्र को छ? आइजिपी को छ? आइजिपी उनीहरूकै छन्। हो, कसको पालोमा भर्ना भएको छ? केपी ओलीको पालोमा। लबिङ त भएको होला नि त। अनि उहाँको खुट्टा डह्रो हुन्छ त उहाँलाई समाउनलाई? हुन्छ भन्नु न। खुट्टा कामको कारणले समाउन नसकेको यो पत्रकारज्यू हजुर म अजय श्रेष्ठ हजुर रिलेसन त छ नि। भ्लाट्टै आएर इन्टरभ्यू त दिएको होइन होला मेरो? होइन। हामी केही बेरमा चिया पनि खायौँ होला, भलाको सरी गफ पनि भयो। त्यो अजयलाई ड्यापमै समातेर ल्याउ त भनेर तपाईँले गर्नु सक्छ? सक्दैन। अजय त जे भए पनि मसँग बसेको गफ गरेको यो मान्छेको एकछिन खुट्टा काम चाहिँ कामदैन भएको त्यही हो। अब आउने 18-20 दिन बाँकी छ उहाँको अब कार्यकाल। उहाँ बिदा हुनुहुन्छ। अब आउने आइजिपी को त? लबिङ भइसकेको छैन। अब आउने आइजिपी तपाईँको गृहमन्त्री जोसुकै होस्, जो हुन्छ काम गर्ने मान्छे आउला नि त। हो, सिआइबी को फाइल कसले तानेको पछि? मनोज श्रेष्ठ हो। उहाँलाई कहाँ मनोज केसी उहाँ कहाँ हुनुहुन्थ्यो अस्ति? तालिम केन्द्रमा हो, यिनीहरूले फायर गर्दै हो। अब को मान्छे आएछ त त्यहाँ? फेरि रवि लामिछाने ल्याएको मान्छे आयो कि आएन? आयो। हो, अनि अब उही यो देशको फेरि आइजिपी एकचोटि हुन्छ भने के हुन्छ त यिनीहरूको हाल? हो, किन आउनु पर्यो त? अरूले त गर्न सक्दैनन्। फेरि तपाईँको यो गलत है। रवि लामिछानेलाई अब जेलबाट फुतुक्क निकालिदियो अनि त्यो उहाँको त्यो धोती लगाइदिने हो त? उहाँको भित्र गएको त्यो कारबाही उहाँको त्यो पनि होइन क्या। रवि लामिछाने प्रक्रियागत रवि लामिछानेको विचारलाई मान्छेले फलो गरे हो नि त। विचारलाई फलो गरे हो। अब दम चाहिँ त्यो चाहियो नि त। कानुनी प्रक्रियाबाट हालेको चिज मजा आउँछ क्या। अझै सर फेरि त त्यहाँनिर फेरि त सिबिआई प्रमुख त अझै पनि त छन् नि त। फेरि एमालेबाट चुनिएका व्यक्ति भनिरहेको छन् हेर्नुहोस् त राईजी।
त्यो यस्तो हुन्छ क्या तपाईँको यो हैन उहाँको त असिग्नेचर बिना त जान मिल्दैन नि त फेरि मिल्दैन के अब उहाँले त रोक्न त मिल्छ नि त फेरि रोक्न मिल्छ भने के कारणले रोक्न मिल्छ त अनि जनता चाहिँ फेरि घाममा उ हेरेर बस्छ त अहिले यो खट्टान हो यो सबैको यसरी हामीले धेरै कुरा हो तपाईँले भने जस्तो सबै कुरा चेन्ज गर्नलाई फागुनको 21 गते कुरौँ त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी हुन्छ कि अलावा एउटा पार्टी खोल्ने सबै त्यसैमा समेटिने 2/3 को ल्याउँ तलदेखि माथिसम्म चेन्ज गरौँ अब यो हो त्यही भएर साम्पाङ भन्छन् म जस्तो कोही पनि छैन बालेन भन्छन् म जस्तो कोही पनि छैन कुलमान भन्छन् म जस्तो कोही पनि छैन यिनीहरू चारैजना चारैतिरबाट लडिसकेपछि आउने को कांग्रेस एमाले हैन मान्नुस् न माओवादी हैन फेरि आउने एकछिन क्या तपाईले कहिलेकाहीँ अजय श्रेष्ठलाई नहुने काममा मैले दम दिएँ भने म आफै सकिने हो क्या फेरि यो कुरा याद गर्नुहोस् तपाईले मरिच चाउरी पर्छ आफ्नो रागले हो क्या त्यो बिरको भित्र भएपछि ऊ आफ्नै रागले चाउरी पर्छ क्या अब म खतरा हुँ अजयले म दम हुँ तपाईहरुको मिडिया केही पनि हुन दिदैन यो मिडियामा इन्टरभ्यु म आफ्नै यहाँ मोबाइलमा भनेर बोल्छु म यहाँ गर्छु भने पनि तपाईले भोलि मलाई गन्छ त भोलि मलाई एकदम महत्त्व पर्छ कि मिडियाको आइदिन्छ तपाईहरु हो यही कुरा हो हर्क सम्पाङज्यूले म मात्रै खतरा म मात्रै लिडरशिप म मात्रै अध्यक्ष मको विकल्प अरु कोही पनि छैन भने अनि को जान्छ त्यहाँ जान्छ कोही सहकार्य समन्वय भन्ने कुराहरु कस्तो हो एक कदम तपाई ब्याक एक कदम मेउ ब्याक देश बनाउने कुरामा तिमी म भन्ने कुरा हुँदैन हामी भनेर जानु पर्छ हैन र 5 जना टाउहरू मिटिङ बस्ने कुन चाहिँ पदमा कुन चाहिँ योग्य इन्जिनको काम गर्ने मान्छे को चार्जिङ डाइनामाको काम गर्ने मान्छे को पछि समय ल्याथ्यो नि त अजय सर राष्ट्रपाले कति राम्रो पारदर्शी ल्याथ्यो हेर्नुस् त आफ्नो ठाउँबाट कस्तो राम्रो व्यक्ति क्यान्डिडेट गर्नुपर्छ विदेशी सिस्टमबाट ल्याउनु पर्छ उनीहरुले त दलाल भन्न थाले अमेरिकी फाउन्डेसनबाट चलेको भन्न थाले राष्ट्रपाले अहिले भर्खर पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई म त निहाल्दै छु नि त निहाल्दै हुनुहुन्छ नि त पर म त अस्तिसम्म निहाल्दै छु नि त भनेको हो नि त म त हतार त केही होइन नि त म त अवसरवादी होइन त यार अवसरवादी म होको भए एमालेबाट म कांग्रेसमा छिर्थे के कांग्रेसबाट हतारमा त माओवादीमा छिर्थे के माओवादी पनि भने म हतारबाट राष्ट्रिय स्वतन्त्रबाट आफै जान्थे के त्यहाँ म अवसरवादी होइन के म जब एमालेलाई भोट हालेको मान्छे टक्रक्क छोडेपछि यहाँ इनले बनाउने कसले बनाउँदैन क्या त्यो भएर राजसभा चाहिँ हो कि भनेर बसेको मान्छे होइन म त्यो भित्रका किरा फट्याङ्ग्रा पनि छ भने त्यो भित्र जडीबुटीमा चाहिँ झारपात लागेको छ त्यो झारपात केलाउनु पर्दैन अनि उहाँहरु पनि अब अस्ति तपाईहरुकै राष्ट्रिय स्वतन्त्र पार्टीका चाहिँ उपसभापति स्वर्णिम वाग्लेले के भने आयातित गर्नु पर्दैन भन्ने भन्नुभएको छ नि हाम्रो आयात गर्नु पर्दैन सभापति भन्नुभएको छ नि त्यो खास बोल्ने कुरा होइन क्या समन्वय गरौँ न राखौँ न सभापति त रविले दिन पर्छ तपाईले भन्नै पर्दैन नि तपाईको घर मालिक तपाई नै हुने हो के म हुने होइन नि त यार म यो घरको मालिक क्या म एकदम विषम परिस्थितिमा अहिले के गर्नै सक्दिन भएन मैले एउटा जिम्मा लाउनु पर्छ कि पर्दैन तर जिम्मा लाउँदाखेरि विश्वासिलो मान्छे हुनु पर्यो के घातक मान्छे होइन अब त्यो विश्वासिलो मान्छे चाहिँ कोला होला भनेर हेर्दाखेरि आफ्नो घरमा भन्दा पनि यसो हेर्दाखेरि कुलमान दाइ देखियो नि त कुलमान दाइ सभापति भयो भने चाहिँ ल म छोड्न पनि तयार एक कदम ब्याक तयार जस्तो उहाँहरुको त्यो कुराले त बुझिएको छ नि त तर हामीलाई सभापति चाहिएकै होइन रवि त्यही त म भन्छु अब यो कुरालाई पनि यही जोड दिउँ एकैचोटि म रवि लामिछानेको सभापति कसैले पनि दाबी गरेर गएको छैन है प्लिज एकदम अब के गरौँ भने काठमाडौँबाट रवि लामिछानेको ढरडी खुल्यो पोखराबाट खुल्यो हैन तपाईको चितवनबाट खुल्यो पर्साबाट खुल्यो रूपन्देहीबाट खुलेन हैन ए पर्सा रूपन्देहीबाट खुल्यो अब हेर्नुस् है रवि लामिछाने बाहिर कुनै कतै छैन क्या पर्साको एउटा धरोडी खोल्दियो धरोडी पनि खोल्नु पर्दैन यिनीहरुले त पैसा यही पैसा लगाएर दिनले जम्मा गरे हो नि त दुनियाको अरब खानी चाहिँ 10 लाख धरोडीमा बिहान हाजिर हुने बेलुका हिँड्ने अब हेर त भाइ तिमीहरु थन्किने हो रवि लामिछाने निस्किने हो त्यत्रो खाको पैसा तिमीहरु थन्किनु पर्दैन 40 अर्ब नेक्स्ट वाट भने यही हो के पालो तिमीहरु खाको चाहिँ रवि लामिछाने 4 वर्ष भने तिम्रो 8 वर्ष बस्नुपर्छ अब त्यो भित्र रवि लामिछानेलाई तिमीहरुले सबैले टाउको मारेर त्यो भित्र पढाएर तिम्रो आनन्द भाले भएर हिँडेको थियो नि जेएनजीको ग्रुपलाई सलाम तिमीहरु अहिले कहाँ भूमिगत भएको छ होला इन्टरभ्यु हेर अब साच्चीकै त्यो जब पर्सामा छ नि पर्सामा बिना धरोडी छिटो भन्दा छिटो रवि लामिछानेले त्यहाँबाट निकाल्नु पर्छ अब बिना धरोडी क्या अब के भयो रवि लामिछाने निस्कियो हैन त अनि निस्किसकेपछि उहाँहरुको विधानले के भन्छ त निस्केपछि त अब म निस्कियो